सबैजनालाई नमस्कार। म भूपेन्द्र मान तामाङ। आज चाहिँ हामी अब दसैँको अन्तिम दिन। आज हामीले यो ढुवागढको यो सम्पूर्ण विद्यार्थीहरूसँग चाहिँ आज हामीले ढुवागढ स्कुलमा फोटो खिच्न आएको। फोटो भिडियो अब भ्रमण भनौँ न। अब यतातिर पनि कराते खेलाएको छ है भनेर अब सबैले हामीले खबर त गरिदिनु पर्यो। अब भोलि गएर हाम्रो एउटा आजको यस सानो कदमले गर्दाखेरि भोलि यताको विद्यार्थीहरू यहाँ कराते खेल्न आयो भने यो मेरो नै एउटा सफलता हुन्छ। अब मेरो एउटा सानो प्रयासले यताको खेलाडीहरू चाहिँ अब राम्रो ठाउँमा पुग्न सफल भयो भने उनीहरूको सफलतामा मेरो सफलता पनि रहन्छ। अब मौसम एकदम पानी परिरहेछ, दसैँ आइसक्यो। अब दसैँमा यसरी पानी पर्नु भने त अब अलिकति ठिक त होइन। अब केही छैन, अब यस्तो पानी अब हावा हुरी भन्दैनौँ हामी खेलाडीहरूले। मेरो खेलाडीहरू सम्पूर्ण ज्ञानी नै छन्। उनीहरू कस्तो हावा हुरीमा पनि ट्रेनिङ गरेको भिडियोहरू मसँग छ। एक दिन फुर्सद मिलाएर म हजुरहरू समक्ष ल्याउने नै छु। अहिले चाहिँ यति नै, मेरो मोबाइल बिज्यो। हस् त, धन्यवाद।